यो महिनाको सेलेरी मलाई चलाउन दिनु पऱ्यो क्या, एकदम अभर परेको छ। ब्याज अरे होइन ल ठिकै छ त, मलाई समस्या परेको छ। ब्याजै भए पनि चलाउला नि त। एउटा 20 अरे अर्को चाहिँ 200। ब्याज अति चर्को भयो यार, यत्रो महँगो ब्याज चलाउनु। ए ल ल ल उता देऊ यार त्यसो भए। ल म चलाउनु सक्दिनँ यार 20 रुपियाँ ब्याज त। एउटा साथीलाई पैसा माग्नु पऱ्यो यार, सेलेरी आउनु लाग्यो। हेलो के छ नि हालखबर? सम्झी पनि यार। अनि नि यो महिनाको सेलेरी मलाई चलाउन दिनु पऱ्यो क्या, एकदम अभर परेको छ। यो महिनाको सेलेरी मलाई देऊ ल। अर्को महिना दिउँला नि चल। के अरे ब्याज अरे होइन ल ठिकै छ त, मलाई समस्या परेको छ। ब्याजै भए पनि चलाउला नि त। ब्याज कस्तो हो त नि, चलाउन सकिने खालको हो कि कति हो ब्याज? के अरे 100 अरे 100 अरे अनि 100 भने चाहिँ कति हो? म त सुनेको थिइनँ नि त यार, विदेशको ठाउँमा देखिनु। 500 को 100 रुपियाँ भेट्छ अरे? के भन्छौ? 500 को 100 रुपियाँ 100 अनि 1000 को चाहिँ 200। मम्मी त धेरै महँगो भनेर हो, चलाउनु सकिँदैन होला त्यो महँगो त यार। 1000 को 200 भनेपछि त तपाईँको चाहिँ नेपाली 6000। अनि 30,000 को नेपाली कन्भर्ट गर्दाखेरि 30,000 को तपाईँको चाहिँ 1 महिनाको त अनि 6,000 पऱ्यो। तेरिको ब्याज अति चर्को भयो यार, यत्रो महँगो ब्याज चलाउनु सकिँदैन। बरु यसो गरौँ न यार, पालो किलो अर्को महिना तिमीलाई चलाउनु दिन्छु क्या, मलाई हबर परेको छ कि। हुँदैन अरे अर्काले के अरे अर्काले चलाउँछ अरे ग्राभिसले? ए ल ल ल उता देऊ यार त्यसो भए। ल म चलाउनु सक्दिनँ यार 20 रुपियाँ ब्याज त। म चलाउनु सक्दिनँ यार 20 रुपियाँ ब्याज त। ल ल तपाईँको हेर्नु त, भर्खरै फोन गरेको सुन्नुभयो नि त। यहाँनिर भएको पनि यस्तै हो, यस्तै चलिरहेछ। के गर्नु, विदेश पठाउनु हबर पऱ्यो, इमर्जेन्सी पऱ्यो, मलाई तुरन्त मलाई पैसा चाहियो, मलाई आवश्यक पऱ्यो भने तपाईँको चाहिँ साथीभाइ नेपालीको नाताले चाहिँ ल चला नि त भनेर चाहिँ त्यो दिने चलन रहेनछ कि विदेश यो मलेसियामा। त्यो किन हबर पऱ्यो होला सापट्टि या त्यत्तिकै भनेर चाहिँ दिने चलन छैन रहेछ। पहिले 2014-15 आउँदाखेरि चाहिँ त्यस्तो थिएन। अहिले त तपाईँको यो एकदम चर्को ब्याज यो असुल्ने छैन त चलन। यो एकदम यो त अब विकृतिको रूपमा यस्तो फैलाएको छ मलेसियामा, त्यही भएर गाह्रो छ पैसा चलाउनको लागि।